एकदम मिलाएको छ मलाई मन पर्यो हैन सेम तपाईको अनुहार जस्तै मिलेको छ हैन एकदम दामी घर त यति त छ त त्यतै हेरिरहेको छु फेरि यो लाटोलाई के हो के गर्छ कस्तो लाग्यो नि मलाई चाहिँ घर चाहिँ लास्टै भयो लाग्यो तिमीलाई नमन पर्यो नि मलाई चाहिँ दामी लाग्यो के भने भाइ एकदम दामी छ घर त यो घरमा अनि मान्छे सान्छे त मर्या छैन नि छैन अनि त्यहाँ त पुरै ओइ लास लिएर आइरहेछ त हेर त ए दाइ बहिनी के भएको भन पल्लो घरमा धेरै पाहुना भएर यहाँनिर ल्याएर राखेको क्या लास जसमा भए बे भयो भने जुठो लागिहाल्छ नि यार लास चाहिँ भएन कि के गर्ने अब उहाँ जलाउन लगिराख नि तपाईँको घरमा कुकुर मऱ्यो भने अर्काको घरमा लगेर गाड्नु हुन्छ त्यही भने यस्तो हुँदैन जिउ एक्लै खानु चाहिँ माग्यो अनि त्यही भएर जालेर तपाईँहरू ढुक्क हुनुहुन्न क्या तर्साउँदैन भने ढुक्क भएर बस्यो हुन्छ आनन्दमा चिल केही छैन यहाँनिर कति भनेको क्या लामो बच्चाहरू डराउँछ यार तर्साउँछ भने थाहा छ भयो तर्साउँदैन भनिरहेको छु ल तर्साउँछ भयो त फ्यामिली पुरै फ्यामिली छ क्या यहाँ त ल आम्मामा यस्तो साह्रो हाल्छन् त छैन क्या म नाच्ने भने ल